हेलो साथीहरू, गुड आफ्टरनुन। हजुरहरू के गर्नुहुँदैछ? म चाहिँ भर्खर नुहाएर बसेको है। वेदर आज एकदमै राम्रो छ, हजुरहरूकोतिर पनि एकदमै राम्रो होला आज होइन। यतिकै प्लान्टहरू बिहान अलिअलि प्लान्टहरू बनाएको थिएँ नि त हो। अन्त मेरो मनी प्लान्ट चाहिँ यस्तो भएको छ, हेर्नुहोस् ल। भर्खर यतिको हुँदैछ हो। सानो ल्याएको थिएँ मैले, अहिले चाहिँ यतिको भएको छ। अनि यो चाहिँ मेरो हस्बेन्डले बनाइदिनु भएको बिहान होइन। यसमा लडा मजाले जान्छ भनेर चाहिँ, चिसोले गर्दा तर त्यस्तो राम्रो त हुँदैन होला साथीहरू, र पनि यतिको भएको छ। अनि यो प्लान्ट, यो लाबर पोटे भन्छ कि के भन्छ, यो चाहिँ मलाई याद भएन हो। तर यस्तो मजाको भएको छ हो साथीहरू होइन। यस्तै अलिअलि प्लान्टहरू बनाएको मैले बिहान। हेर्नु हवस्, यसलाई पनि बनाइदिनु भएको, यसमा पनि बनाइदिनु भएको बिहान मजाले लडा गएको छ हो। यहाँ पनि छ। अनि यो माला आएको नि मजाको भएको छ है, मजाको भएको छ। यो एन्जेलियाहरू सबै हो। अब कुन दिन फेरि मजाले घाम लागेको दिन चाहिँ मल खोज्नु जानुपर्ने छ साथीहरू। जङ्गल कटुसको मल चाहिँ दामी हुन्छ नि त एन्जेलिया र यो अर्किडको लागि चाहिँ। त्यही भएर साथीहरू है, आज चाहिँ अलिअलि घाम देख्यो प्लान्टहरूले पनि। यस्तै छ, हेर्नु हवस्। अनि यो भालु के अरे, भाले सिरे अरे यो फुल चाहिँ हो। यस्तो भएको छ, भालेको शिर जस्तै भएर सायद बनेको होला। अनि यो पनि रातो, यो कस्तो मजाको कलर आउँदो रहेछ होइन। यो पनि दामी भएको छ। यस्तै छ। आज लुगाहरू धोएर सुकाइरहेको छु यता। अनि साथीहरू हेर्नुहोस् न, यहाँ मेरो सानो यो के भन्नु, खोर्सानी बारी। यो चाहिँ के हो, प्रेसर हाईको दबाई अरे हो। यो प्लान्ट चाहिँ पुरा तितो हुन्छ अरे। प्रेसर हाई भयो भने चाहिँ यसलाई मारेर बाक्लो बनाएर चाहिँ एक चम्ची खायो भने प्रेसर डाउन हुन्छ अरे होइन। अनि यहाँनिर तुलसी, मार्गीहरू लाग्दा, घाँटीहरू दुख्दा यसको पत्ता है, यसको पानी उमालेर खानु हुन्छ भनेर मैले चाहिँ ल्याएर त्यतिकै गाडी दिएको थिएँ पर कान्छी फुपूकोबाट हो। दामी भएको छ। अनि हेर्नुहोस् ल साथीहरू, मेरो यहाँ खोर्सानी कस्तो मजाले चिचुला लाग्दैछ। यो पुरानो बोट हो नि त, मैले काटिदिएको थिएँ है। यो पालि चाहिँ मजाले फल्छ होला सायद। यहीँनिर बोरामा रोपेको थिएँ एक दुई झ्याङ। तल चाहिँ जरिङ्गोहरू होइन। यसरी रोप्नु राम्रो लाग्छ नि त मलाई, बोरा क्यारेटहरूतिर। त्यही भएर साथीहरू